सम्पूर्णमा नमस्कार। म दीपक कड्याल आज एउटा अर्को नयाँ भिडियो यानि कि ब्लग लिएर उपस्थित भएको छु। आशा छ मेरो यो ब्लगलाई तपाईले अन्तिमसम्म हेर्नुहुनेछ। यति बेला म आइपुगेको छु नवलपरासी जिल्लामा अवस्थित मौलाकालिका मन्दिर जाने गेटसम्म उपस्थित भएको छु र यहाँबाट हाम्रो चाहिँ मौलाकालिका घुम्ने मौलाकालिका जाने मुख्य प्रवेशद्वारमा हामी आइसकेका छौँ। यो रहेको छ मौलाकालिका छिर्ने प्रवेशद्वार र यहाँबाट हामी चाहिँ भित्र छिरिसकेका छौँ। तपाईले हेर्न सक्नुहुन्छ यहाँको यो दृश्य कस्तो लागिरहेको छ। ल हेर्न सक्नुहुन्छ तपाईहरुले यति बेला हामी चाहिँ मौलाकालिका को प्रवेशद्वारबाट भित्र छिरिसकेका छौँ र अब हामी चाहिँ अब हिँड्ने तर्खरमा छौँ। हिँडेरै हामी चाहिँ माथि मन्दिरमा पुग्ने हाम्रो उद्देश्य रहेको छ। अब हामी चाहिँ हिँडिरहेका छौँ, हिँड्दैछौँ र मौलाकालिका मन्दिर हामी चाहिँ सिडी देख्नु भएको छ हैन, यो सिडी चढ्ने क्रममा छौँ, चढिरहेका छौँ। लगभग करिब 1800 स्टेप छ सिडीको भन्ने सुनिएको छ। हामी त्यही तरिकाबाट यहाँबाट हिँडिरहेका छौँ। तपाईहरु चाहिँ पूर्ण रूपमा मेरो भ्लगमा रहनु होला, पक्कै पनि देख्नुहुनेछ। यदि मौलाकालिका भिजिट गर्नु भएको छैन भने पनि तपाईहरुले चाहिँ कस्तो रहेछ, जाने बाटोहरू कस्ता रहेछन् भन्ने कुराहरू देख्न पाउनुहुन्छ। मसँगै रहनु होला। र यहाँ गणेशको मन्दिर पनि छ। हामी एकछिन गणेशको मन्दिरमा पूजा गर्छौँ, गणेशलाई दुबो चढाउँछौँ। त्यसपछि हामी यहाँबाट फेरि मौलाकालिका प्रवेश गर्नतर्फ लाग्नेछौँ। हेर्न सक्नुहुन्छ तपाईहरुले यो दृश्य। ल हामीले चाहिँ यहाँ गणेश मन्दिरमा पूजाआजा गरिसकेपछि अब हामी चाहिँ फेरि मौलाकालिका प्रस्थान गर्नतर्फ लागिरहेका छौँ। तपाईहरुलाई म पूरै रूपमा भिडियो देखाउनेछु, मसँग रहनु होला। ल बाटो चाहिँ तपाईले हेर्न सक्नुहुन्छ निकै राम्रो छ। अहिलेसम्मलाई भर्खरै हाम्रो सुरुवात छ र निकै पहाड को यो दृश्यसँगै चिसो हावापानी पनि छ आज हैन। चिसो हावापानीको मौसममा हामी हिँडिरहेका छौँ। त्यही भएर हिँड्नलाई त्यति धेरै डिफिकल्ट चाहिँ भएको छैन। अब सुरुवात पनि भएर होला, अझै धेरै हामी खुड्किलोहरू पार गर्नु नै छ। यसरी चाहिँ हामी हिँडिरहेका छौँ। पुरै सिँढीहरू छन्। ल के भन्नु? हाय सबैजनालाई, यो चाहिँ हाम्रो कालिका मन्दिर हो, आउनु होला सबैजना। कहाँबाट हो तपाईँ? हामी नै गैराकोटबाट। ए ल म के हो ब्लग हो? हजुर म बुटोलबाट है। ए नमस्ते, ल स्वागत छ है। सबै बुटोलको साथीहरूलाई आउनु है, आउनु सबैजना। नाम के छ नाम? मेरो दीपक कड्याल हो। केमा? मेरो टिकटकमा पनि छ अनि युट्युबमा पनि छ। अड्याल दीपक मौसम भन्नु होला है। ल म टिकटकमा हान्छु, युट्युबमा हान्छु। हस् ल थ्याङ्क यू। धन्यवाद, बाइ। ल तपाईले? ल हामी हिँडिरहेको छौँ हो र। ल आमा थाकिसक्नु भएको छ भन्नुभएको छ होइन? किन थाकिसक्यो? त्यत्रो पहाडमा हिँडे मान्छे, पहाडतिरबाट आएको मान्छे अनि कहाँ थाकेर हुन्छ। अहिले म चाहिँ मजाले हिँडिरहेको छु होइन। मलाई चाहिँ त्यस्तो कुनै समस्या छैन जस्तो लाग्छ अहिलेसम्मलाई। हेर्न सक्नुहुन्छ दृश्यहरू एकदमै रमाइलो छ। चिसो मौसम छ फेरि आज, त्यो हिसाबले पनि हामीहरू हिँड्न चाहिँ त्यति असहज नहोला। गर्मी भए भए अलिक गाह्रो हुन्थ्यो।
तर पनि हिँडाइ हो होइन, उकालो चढ्ने कुराहरू पक्कै पनि गाह्रो चाहिँ हुन्छ। राम्रै लाग्यो, राम्रो छ। तपाईँ कहाँबाट आउनुभयो? हामी रौतहट चक्पुरबाट। ए अनि कति समय लाग्यो तपाईँलाई हिँड्नलाई? 1 घन्टा, हामी 1 घन्टामा पुग्यो। अनि पुरै खाली खुट्टा हुनुहुन्छ, के हो यसको कारण? हामी बोलबममा हाम्रो खाली खुट्टै जान्छ। ए बोलबम धामको यात्रामा खाली खुट्टै हिँडेर खाली खुट्टै पुग्नु जो सकिन्छ जानलाई? सकिन्छ, आरामले बिस्तारै गर्नु। ठिक छ, ल धन्यवाद है यहाँलाई। ल अब हामी चाहिँ हिँडिरहेछौँ, कस्तो लागिरहेछ होइन भन्दै गर्नु होला। ओके, हामी चाहिँ हिँडिरहेछौँ, हेर्न सक्नुहुन्छ दृश्य, मजा लागिरहेछ, पसिना पनि आइरहेछ। एक हिसाबले गर्दा स्वास्थ्यलाई पनि राम्रो होइन, अर्को हिसाबले गर्दा धार्मिक महत्त्वमा हिँडिरहे गएको राम्रो भन्छन्। के छ अब, केही छ? कस्तो लागिरहेछ हिँड्दा? कति हो सरलाई हिँड्ने जस्तै अब बुढेली लाग्यो जस्तो छ है? बुढेली लाग्यो, स्यास्या हुन्छ अलिअलि। नभए चाहिँ एकदम पाहाडमा आस्ते आस्ते मजाले होइन। तपाईँहरू चाहिँ कति हिँड्न त हिँडेको मान्छे हो, पाहाडमा यस्तो भिरपाखामा तपाईँले चाहिँ के गर्नुहुन्थ्यो? मजाले घाँस लिएर? ए घाँसका भारी, दाउराका भारी, भिर कान्ला पाखा जम्मै गरेको मलका ढोका। अहिले चाहिँ सकिन छोडियो। स्यास्या भइयो। तब पनि भगवान्ले शक्ति दिनुहुन्छ भनेर हिँडेकै छ। हो, आत्मबल बलियो बनाएर हिँडेपछि त्यही त सकिन्छ भन्ने लाग्छ होइन। धेरैजना फर्किसक्नु भएको छ, धेरैजना फर्किसक्नु भएको छ। हामी चाहिँ चढिरहेछौँ, धेरैजना माथि नै बिहानै पुगिसक्नु भएको रहेछ। धेरै बोलबम धाम यात्रीहरू पनि हुनुहुन्छ। बोलबम बोलबम ल, बोलबमबाट आइरहनु भएको छ। बोलबम बोलबमबाट खाली खुट्टा मजा लिनु। कहाँबाट आउनुभयो तपाईँहरू? हामी च्यापुरदेखि। मतलब रौतहट? रौतहट। ए कस्तो लाग्यो? आउनु भएको थियो पहिला यहाँ? आएको थिएन। ए फर्स्ट टाइम? हामी अस्ति गएको के अरे उता त्रिवेणी धाम। त्रिवेणीबाट यहाँ के अरे लमजुङ। ए लुम्बिनी पनि घुमियो? ल ठिक छ, त्यसो भए मजा लागिरहनु भएको छ। बोलबम 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 धामबाट रुमाल गरिरहनु भएको छ। बोलबम बोलबम है। उहाँहरू मजाले रौतहटबाट आएर घुमेर फर्किसक्नु भएको छ। बोलबम भने ल हिँडिरहेको छु म। आमाले तलै हुनुहुन्छ, म चाहिँ अगाडि बढिरहेको छु, हिँडिरहेको छु। पसिना चाहिँ अलिअलि आउनु लागेको छ, तर सकिन्छ, हिँड्न चाहिँ सकिन्छ भन्ने लाग्छ। ओह बोलबम 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 धाम भन्दै मजाले मान्छेको खाली खुट्टा हिँड्नु भएको छ। धर्म भनेपछि यस्तो छ क्या है, मान्छे धार्मिक चाहिँ हुनुपर्छ। धर्मले चाहिँ मान्छेलाई अनुशासनमा राख्न सिकाउँछ होइन। कुनै नियम कानुनहरू नमानेको मान्छेले पनि धर्मको अगाडि चाहिँ घुँडा टेक्छ भनिन्छ नि, त्यही नै हो। म अलि माथि आइसकेको छु, आमा भने तलै हुनुहुन्छ। अलिकति विश्राम लिँदै अगाडि बढ्दै गर्नु पर्ला। यहाँ मजाले राम्रो ढुङ्गा रहेछ, एकछिन म यहाँ बस्छु। हेर्न सक्नुहुन्छ राम्रो व्यवस्थापन छ, सिडीहरू राम्रो बनाइएको छ। हिँड्नको लागि चाहिँ सहज वातावरण बनाइएको छ होइन। अब हिँड्न नसक्नु त हाम्रो कमजोरी हो, तर व्यवस्थापकीय पक्ष भनेर राम्रो छ, यही भन्न चाहन्छु। फेरि एकछिनमा जोडिन्छु। ल हेर्न सक्नुहुन्छ यहाँ बिचबिचमा बस्नको लागि प्रतिक्षालयको पनि व्यवस्था गरिएको छ होइन। व्यवस्थापकीय पक्ष चाहिँ राम्रो छ, सिडीको पनि राम्रो व्यवस्था
छ। यस ल ल आफ्नो परिचय दिउँ। म चाहिँ नवीन थापा के भन्छ अरे चितवन भक्तपुर 11बाट भागनाको चाहिँ। ओके ल बुटोलवासीलाई के भन्न चाहन्छु? म बुटोलबाट हो। हजुर बुटोलवासी भाइहरूलाई साथीहरूलाई के भन्न चाहन्छु? बुटोल गएको छ? गएको छैन? बुटोलको साथी म आएको खै बुटोल कुन ठाउँ हो? वर्क हार्ड ए ल बुटोल साथी हाम्रो यही खान कहाँ हो घर बुटोल? कुन ठाउँ भन न ठाउँको नाम? फायरलाइन भित्र? ए ल यहाँ के गरिन्छ? ए ल राम्ररी पढ है। ओके ल यहाँ आइरहेछन् धेरैजना फर्क्यो। के हान्ने ऱ्याप? ल बोल 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 ऱ्याप हान्थ्यो एउटा। पुरै आज चाहिँ बोलबम धाम यात्रीहरू धेरै हुनुहुँदो रहेछ होइन? बोलबम धामबाट बोलबम कहाँ चाहिँ? हिँड्नु चाहिँ पर्छ है, हिँड्नु चाहिँ पर्छ। तर आमा चाहिँ अलिक थाके जस्तो हुनुहुन्छ होइन, सो म त्यति मजाले खुलेर हिँड्न चाहिँ पाइरहेको छैन। तर पनि आई ट्राई म हिँड्ने प्रयास चाहिँ गरिरहेको छु। ल हामी अब आधाभन्दा बढी हिँडिसकेका छौँ। हेर्न सक्नुहुन्छ मेरो पसिना हो पुरै पसिना हो, यो पुरै भिजिया छ। र यहाँ यसो बस्ने ठाउँ रहेछ, बसिरहेको छु। मैले आमालाई वेट गरिरहेको छु, हेर्न सक्नुहुन्छ। तर हिँड्न चाहिँ मजा आइरहेछ है, हिँड्न चाहिँ मजा आइरहेछ। धेरै हुनुहुन्छ आज यहाँ हिँड्नेहरू होइन, सबैलाई हिँड्दै गर्दाखेरि मजा आइरहेछ, मजा आइरहेछ, जस मजा आइरहेछ। ओके करिब 5 मिनट म बसेँ। अब चाहिँ हिँड्नुपर्छ, किन भन्दा अझै माथि पुग्नु छ। सो जति बस्यो त्यति धेरै पसिना आइरहेछ है होइन, तपाईँले देख्न सक्नुहुन्छ। सो अब चाहिँ मेन डेस्टिनेसनतर्फ प्रवेश गर्नुपर्छ। त्यो हिसाबले गर्दाखेरि आमा गइसक्नुभयो, म चाहिँ निकै थाकेको जस्तो त होइन, त्यहाँ बसेपछि बसियो। अब चाहिँ हिँड्नुपर्छ होइन, त्यो हिसाबले गर्दाखेरि अब चाहिँ म हिँड्छु। एकछिनको विश्रामपछि मसँगै रहनु होला। ल हेर्न सक्नुहुन्छ होइन, मजाले हिँड्ने ठाउँहरू राम्रो बनाइएको छ है। हामी यस्तो डिस्टेन्स ट्राभल गरेर आइरहेको छौँ। यहाँ मजाले होटलहरूको पनि व्यवस्था छ। बिचबिचमा हिँड्दाखेरि भोक लाग्यो हुनसक्छ, के हुनसक्छ होइन, त्यो भएर यहाँ चाहिँ सानसानो होटलको पनि व्यवस्था गरिएको छ। अब हामी अझै माथि चढ्नुपर्छ। हेर्न सक्नुहुन्छ ठाडो उकालो छ है। एकछिन चाहिँ यहाँसम्म रहेछ बाटो होइन, त्यसपछि चाहिँ पुरै ठाडो उकालो चढ्नुपर्छ। सो मौलकालिका नआएकोहरूलाई चाहिँ लाग्न सक्छ कस्तो छ के छ ठाउँ होइन, हिँड्न सकिन्छ सकिँदैन भन्ने खालको चाहिँ मनमा कौतूहलता हुनसक्छ। त मेट्नको लागि भए पनि मैले भिडियो बनाइरहेको छु होइन। मजाले हिँड्न सक्नुहुन्छ तपाईँहरू होइन। त्यही हो विश्राम गर्दै, त्यही हो अब मजाले विश्राम गर्दै तपाईँहरू चाहिँ हिँड्नुभयो भने मजाले आउन सक्नुहुन्छ होइन, चढ्न सकिन्छ। मजाले रमाइलो गर्दै इन्जोयमेन्ट माहौल इन्भाइरोमेन्ट क्रिएट गर्दै होइन तपाईँहरू आउन सक्नुहुन्छ। त्यही भन्न चाहन्छु। धेरै सोच्ने होइन क्या होइन, चाहेपछि सोचेपछि हिँडिहाल्नुपर्छ। आज हिँड्छु, भोलि हिँड्छु, पर्सि हिँड्छु होइन, त्यो हिँडेपछि हिँड्न सकिँदो रहेन रहेछ क्या होइन। सो तपाईँको मनले भन्छ यो ठाउँ जानुपर्छ भने चाहिँ हिँड्नुपर्छ भन्ने चाहिँ मेरो सजेसन छ है। त्यही नै हो। ल यो चाहिँ केबल कार
केबल कारको लागि बनाइएको रहेछ। यहाँबाट केबल कार चढ्न सकिन्छ, आउन सकिन्छ होइन। हामी चाहिँ हिँड्दै आयौँ। ल यहाँ चाहिँ हेर्न सक्नुहुन्छ है तपाईँहरूले। अब हामी माथि प्रवेश गर्दैछौँ। अब हामी धेरै नजिक आइसकेका छौँ। सो तपाईँले हेर्न सक्नुहुन्छ निकै राम्रोसँग बनाइएको छ। सबै ल्याइएको छ नि दिदी है। सिडीहरू हामी चढिरहेछौँ होइन। ओके म हिँडिरहेको छु है। अब निकै नजिक आइसकेका छौँ होइन। आमा अलिक पछाडि हुनुहुन्छ। अब हामी निकै नजिक छौँ मन्दिरको। रमाइलो छ दृश्य है। थकाइ त लाग्छ होइन, तर पनि थकाइ लागे पनि त्यो लागे जस्तो हुँदैन क्या हिँडिरहँदाखेरि होइन। गफ गरिरहेको छु, मैले हिँडिरहेको छु। कस्तो लागिरहेछ। ल अब हामी चाहिँ आइसकेका छौँ मन्दिरमा। अब एउटा मात्रै सिडी प्रवेश गरिसकेपछि हामी चाहिँ पुग्छौँ मौलाकालीका मन्दिर। हिँड्नु छ तपाईँ? अब माथि पुगिसकेपछि देखाउने छु है। अब हामी चाहिँ मन्दिर प्रवेश गरेका छौँ। ल यही हो मौलाकालीका मन्दिर। हेर्न सक्नुहुन्छ तपाईँले नजिकबाट मौलाकालीका मन्दिरलाई। यो सिनारियो देखाइरहेको छु मैले। मुख्य मन्दिरको दृश्य अगाडिबाट हेर्न सक्नुहुन्छ। पढ्दैछ